भोलि चाहिँ अब टक्कसँगले दिनहरू चाहिँ राम्रै हुन्छ भन्ने चाहिँ लागेको छ। आज अब खाँदबारी जानेको लास्ट दिन हो। अझै चाहिँ म फर्किन आँटेको अब सामान लिनुको लागि चाहिँ यहाँ इमाको घरमा इमाको घरमा जाँदैछु। टक्कै पानी चाहिँ आउने दिनदेखि चाहिँ पानीले भिजेको छ है। हामी तिनजना छौँ, यता बहिनी यता भाइ लाग्दैछ। पानी पनि परेको कारणले गर्दा मौसम पनि अहिले ढुम्मै भएको कारणले गर्दाखेरि खोला चाहिँ आज अलिक स्पष्ट देख्ने रहेछ है। के पर्ती के राई हो? प्योर बनमारा भनेको चाहिँ यो हो क्या, औषधि चाहिँ चोट पर्दा लाउने यो है, प्योर बनमारा। अलैँची अहिले चाहिँ एकदम यतातिरको चाहिँ अलैँची एकदम दामी रहेछ है। हाम्रो बुनु सिस्नो घरिया सिस्नो ओह नआउने रहेछ त। यो चाहिँ खानुहुन्छ है, यसको चाहिँ कलिलो भाग चाहिँ खान्छ है, यसरी उखालिन्छ टक्कसँग। यो चाहिँ यस्तो हुन्छ, यसलाई चाहिँ हर्क हटेको हुन्छ, यसलाई चाहिँ खाइन्छ, हर्क हटेको हुन्छ, यो चाहिँ खाइन्छ उखाल्यो। उसको कलिलो भाग चाहिँ खाइन्छ, कलिलो डाँट चाहिँ खाइन्छ। यस्तोमा उखाल्नुपर्छ, यसरी उखालेपछि यो उखालियो यस्तो हुन्छ। यहाँ खान्छ ल। अनि अमिलो त्यो जरिया चाहिँ धेरै प्रकारको अमिलो पाइन्छ यो ठाउँमा चाहिँ। हाम्रो गाउँतिर चाहिँ यो जुजुर भन्छ, यो चाहिँ हामीले नुन र खोर्सानीसँग बढी खाइन्छ। अब यसलाई चाहिँ म टेस्ट गर्छु। अमिलो हुन्छ, खास अमिलो चाहिँ गुलियो अमिलो हुन्छ। यो चाहिँ डुबीको औषधि हुन्छ, यो चाहिँ टक्कसँग यो चाहिँ हलले, यो पनि जुजुरी हो, यो पनि अमिलै हुन्छ। जहिने खाइदिँदैन कस्तो हुन्छ, मिठो हुन्छ। हामी चाहिँ अब टक्कसँगले नयाँ घरमा आइपुग्यो। छिटो छ है त, है अब हामी चाहिँ टक्कसँगले एकजना दुईजना तिनजना चारजना लगायत यसो घुम्ने चाहिँ यस्तो क्या भिर पाहाडमा फलेको चिज हो, ओरिजिनल चिज र। अनि त्यही भएर यो ठाउँमा चाहिँ छोड्नु मन लाग्दैन क्या मलाई। यस चारैतिर यस्तो बादल लाग्छ र पनि यसरी पानी पर्छ र पनि म चाहिँ यहाँ छु ल। यो चाहिँ साथीहरू, यो चाहिँ गोगुन है, गोगुन। यो चाहिँ म हातमा देखाउँदैछु है, हातमा देखाउँदैछु यो गोगुनलाई चाहिँ। गोगुनको झुम्पा चाहिँ यसो चाहिँ यो डोकोमा नै यो हातमा मैले झुम्पा टिपेको टक्कसँगले। यहाँ चाहिँ यो पनि छोडाकै हो गोगुन, छोडाले लडेको झन्डै। यो पनि गोगुनै हो क्या, टक्कै गोगुन चाहिँ हो क्या, छोडाइले। सर किनी खान्छ नि मान्छेले, किनी त खान्छ जे थाहा। गोगुन खुवाइ मचिँदैछ। ए साइली त नै देख्ने रहेछ। गोगुनकै घारीमा जस्तै नै गोगुन खानुको लागि चाहिँ यहाँ आएको छ है। गोगुन खानु तरिका यो पनि हो, यसको चाहिँ उयो चाहिँ यस्तो हुन्छ है।
त्यो नै हुन्छ गुलियो हुन्छ एकदम अर्को तरिका गोगुन खाने तरिका यस्तो नै हो गोगुन गोगुन पनि धेरै खाइसक्यो खाँदा खाँदा आउँदै गुलियो चाहिँ एकदम गुलियो हुन्छ अनि गोगुन चाहिँ यस्तो यो समय चाहिँ एकदम गोगुन फल्ने समय हो साथीहरू आउनु होला मेरो गाउँमा नि भिजिट गर्नु होला तर जुगा चाहिँ एकदम स्पेसली तरिकाले औषधि चाहिन्छ जुगा मार्नको लागि चाहिँ अनि यो ठाउँमा आइपुग्यो भने यस्तो नयाँ नयाँ चिज खानु पाइन्छ मेरो गाउँ चाहिँ यस्तो दामी ठाउँ हो क्या तर जुगाले चाहिँ अब म अहिले गोगुन चाहिँ मुख चाहिँ कालो भइसक्यो गोगुन खाएर अब फाइनल्ली अब चाहिँ गाउँदेखि हिँडियो है फेरि कुनै ओह्रालै के भन्नु उकालो ओह्रालो भारी चाहिँ बोक्नु छ अझै चाहिँ बखर अझै चाहिँ घाम लागे टक्कै त्यहाँ अरुण खोला देखिने ठाउँ छ नि त्यहाँ पुग्नुपर्छ अब गाडी चढ्नको लागि चाहिँ भारी चाहिँ डोको भरि छ र पनि अब टक्कसँगले लाग्नु भन्नु छ उफ बाटो भनेको फेरि राम्रो छैन कि यतातिरको अझ एकदम उयो छ क्या कच्ची छ क्या बाटो नै यस्तो उकालो हान्नुपर्छ सिँढी हान्नुपर्छ भाइहरूसँग टक्कसँगले यस्तो उकालो हानेर आउनुपर्छ आउँदाखेरि जाँदाखेरि चाहिँ एकैचोटि तलसम्म ओह्रालोको ओह्रालो हो क्या जाँदाखेरि चाहिँ ओह्रालोकै ओह्रालो हो आउँदाखेरि चाहिँ उकालो उकालो त्यस्तो चाहिँ बाटो चाहिँ बाटोको गन्तव्य यस्तो छ कि यस्तो ओह्रालो बाटो लाग्नुपर्छ ठक्कसँगले बाटो चाहिँ कडा छ नि मेरो गाउँको बाटो चाहिँ एकदम ठिक छ है ओह्रालो गएपछि ओह्रालोको ओह्रालो यहाँदेखि यस्तो निक्ल्नुपर्छ सबै तल यस्तो गएर पुरो टाढाबाट जाँदा नि भयो एउटा तर जाँदाखेरि चाहिँ म त्यो डाँडाबाट जान्छु अहिले ठक्कै गाडी बोकेर हिँड्नुको लागि चाहिँ कुनै पनि आपत्ति चाहिँ लाग्दैन है मलाई सानैदेखि बारी बोकेर खाने बानी भइसकेपछि अच्छी सिट पनि त्यस्तै छ पानी परेर चौतारी आइपुग्यो चौतारीमा त एकछिन बिसाउँछु बारी फाइनल्ली त्यही हो जिन्दगी कहिले घाम कहिले पानी डोकोको भारी बोकेर हिँड्नु परेको छ हाम्रो पनि दिन होला कुनै दिन भन्ने आशा चाहिँ हुन्छ र पनि खै हेरौँ अझ चाहिँ बिहानै उठेर चाहिँ म भारी बोकेर लागि है फेरि पनि ओह्रालै ए ठाउँ त सबै यस्तो छ क्या हरियाली प्रायः जस्तो अलैँचीको खेती छ क्या यता हाम्रोमा चाहिँ कुनै ठाउँ खाली छैन कि जग्गा खाली ठाउँ कसै होला र पनि जुनै पनि बारी होस् पाखा होस् सबै अलैँचीको बगान छ क्या अलैँची मात्रै खेती गर्छ यता अलैँची मात्रै होइन जहाँसुकै हेर न जहाँसुकै हेर अलैँची मात्रै छ क्या अलैँची मात्रै अझ आँखा एकपट्टिको सुनिरहेको छ यो चाहिँ मौरीले हो मौरीले चिलेको कारणले गर्दा यादार भित्रत्र फुलिरहेको छ मौरीले चिलेर मौरीको काट्दाखेरिको नतिजा अनि केन्द्रीय लाइन पनि यो बाजुदेखि चाहिँ हाम्रो त्यही तार चाहिँ टाँगिसकेको छ विकाससम्म चाहिँ आएको छ है हरियाली साथै नौलो अनि सुनौलो उत्सानी पाउने ठाउँ मेरो गाउँको नजिकदेखि देखिने चाहिँ हिमाल हेर्नुहोस् है यहाँबाट टक्क देखिन्छ जस अहिले बर्खा लाग्यो अहिले हिउँदोमा भए चाहिँ एकदम सफा हुँदाखेरि चाहिँ हिमाल चाहिँ नि यो हिमालको त्यो चुचुरोदेखि यहाँ माथिसम्म हिमाल सबै देखिन्छ क्या एकदम सफा देखिन्छ म बस्ने ठाउँ गाउँठाउँ यस्तो छ
अनि यहाँदेखि यो माथि त्यो माथि यता चाहिँ यो डाँडा साइडपट्टि चाहिँ मेरो गाउँ छ। टक्कै त्यहाँबाट चाहिँ अहिले म उहाँको डोकोमा भारी चाहिँ बोकाइ मचिएको छ। ला खस्यो। गाउँको पानी खाने धारा सिस्टम चाहिँ धारा। अलैँचीको फुल अलैँची 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 अलैँचीको फुल आउँदाखेरि 25 किलोको भारी बोकेर आइयो, जाँदाखेरि 30 किलोको भारी बोकेर हिँडी है गाई चरो। बाटो चाहिँ पहिरो गएछ त क्या, बाटो चाहिँ एकदम डेन्जर क्या यताको बाटो चाहिँ। बाटो यहाँ मच्छर बाटोको हालत ठुलो खौली छ क्या अब। पहिरो गाडी बारी फेरि सक्यो बाटो। परको डाँडाहरू चाहिँ टाउन आइपुगेँ है, आइपुगेँ डाँडा। मेरो गाउँ त्यो माथिको डाँडा चाहिँ मेरो गाउँ हो। पसिनै पसिना भएको छ, कुटेको छ हिजो आउँदाखेरि पानीले बगेपछि के भन्नु। बिहान बेलै उठेर बाटो लागेको एकदम डाँडा गाउँ। अघिको चुली भन्ने ठाउँ चाहिँ म जुन चाहिँ चुली ठाउँमा पुग्ने भनेको चाहिँ चुली ठाउँ चाहिँ यही हो, माथिको डाँडा। ऊ डाँडा थियो टक्क यहाँदेखि गहिरो लाग्नेदेखि 1300 लाग्नुपर्छ त, यहाँदेखि सुई 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 गरेर यस्तो लाग्नुपर्छ। अब त्यो अरू खोला पुग्नुको लागि चाहिँ धेरै टाइम लाग्छ। सुनेर फेरि टक्कै यस्तै ठक 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 नआउने चिन्दैन, आँखा चप्लिरहेको छ। अझै यही टक्कै डाँडा गाउँ, डाँडा गाउँ साइड भारी बोकेर पसिनाले बोलेर केही छैन, सफा। तुङखालिङ भन्ने ठाउँ चाहिँ यही डेढ गाउँ चाहिँ गाउँ चाहिँ तर भेट्यो अब मलाई डाँडा त्यहाँदेखि चाहिँ आइपुगेँ। लु गाइजहरू अब चाहिँ गोला बजार देख्न थालेँ। गोला बजार तल अझै धेरै टाढो जानु छ गोला बजार पुग्नुको लागि चाहिँ। अरुण खोलाको नजिक कपासे बजार, कपासे बजारदेखि लिएर यहाँ डाँडा निस्केपछि गोला बजार आयो है। लाग्यो यो भारी परेको छ यस्तो कुची चाहिँ के फाइनल्ली पसिना पसिना आयो 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 पसिना। आँखा सुनेर त नसुन्नु। अब जबसम्म गाडी भेट्दैन जबसम्म प्यारी पुग्दैन सम्म चाहिँ गएको चाहिँ बोकिरहनु पर्छ।
Tapos Roja. Hikwa खोला सिधै